मट्टीको कसम सिरो पर पिन्चुलो तीर्थ धाम। मट्टीको कसम सिरो पर पिन्चुलो तीर्थ धाम। हर बखत दैनो भैरा हुन् सुन्नीमा पारो हम। सुन्नीमा पारो हम। सुन्नीमा सीमा खेर मूलभूमि ढोगेको। सुन्नीमा सीमा राखेर मूलभूमि ढोगेको। आकाश जस्तै अनन्त पारो हम पुजेको। बाँचिन्जेल हामी मूलवासी तिनैका दर्शनतन। बाँचिन्जेल हामी मूलवासी तिनैका दर्शनतन। हर बखत दैनो भैरा हुन् सुन्नीमा पारो हम। सुन्नीमा पारो हम। मुन्दुममा हेर हर मन्त्र सृष्टिको गाथा छ। मुन्दुममा हेर हर मन्त्र सृष्टिको गाथा छ। तन्मुन्ने चेली तायामा माइतीको कथा छ। पहिलो खाबो गाडेको लेखरो पृथ्वीमन। पहिलो खाबो गाडेको लेखरो पृथ्वीमन। हर बखत दैनो भैरा हुन् सुन्नीमा पारो हम। सुन्नीमा पारो हम। मट्टीको कसम सिरो पर पिन्चुलो तीर्थ धाम। मट्टीको कसम सिरो पर पिन्चुलो तीर्थ धाम। हर बखत दैनो भैरा हुन् सुन्नीमा पारो हम।
पूर्वी नेपालको खोटाङ जिल्ला जाल्पा गाविस वडा नम्बर 9 मा पर्ने खरबारी गाउँ खर्देलमा परापूर्वकालदेखि नै विभिन्न थरीका किराँत राईहरू दुमी, थुलुङ र खालिङ बसोबास गर्दै आएका छन्। यहाँ बसोबास गरी आएका यी तीनै थरी किराँत राईहरू गाउँमा मनाइँदै आएका हरेक धार्मिक तथा सांस्कृतिक चाडहरूमा एक भई जुड्छन्। कुनै पनि चाड आउनु अगावै त्यसलाई के कसरी सुसम्पन्न गर्ने भनी अघिल्लो साल नै निर्मित समितिहरू भेला भई आवश्यक सामग्रीहरू जुटाउन किनमेल गर्न खटिसकेका हुन्छन्। उक्त समितिले दिएको जिम्मेवारी निर्देशन पूरा गर्न सबैजना तम तयार हुन्छन्। पुर्खाहरूले भन्दै र मान्दै आएको सबै गाउँवासीलाई एकबद्ध पार्ने उखान कुलमा कुटुम्ब, काजमा भाइ, रीतमा बिहे बारी पनि हुने, तर गाउँमा हुने हरेक क्रियाकलाप, चाडपर्व, मर्दा पर्दा होस्, भाइ जसरी नै खटिएर यहाँका हरेक धार्मिक तथा सांस्कृतिक पर्वलाई सुसम्पन्न गर्दछन्। यसरी नै सयौं वर्ष अघिदेखि मान्दै आएको यस गाउँको सबैभन्दा महान चाड वैशाखे पूर्णिमाको दिन पर्ने चाडलाई स्थानीय चलनचल्तीको भनाइअनुसार वैशाखे पूर्णे, उभौली, भूमे भनेर बडो धुमधामका साथ मनाइन्छ। यस चाडमा आफ्नो जन्मथलोबाट अन्यत्र रहेका गाउँलेहरू पर्व मनाउन केही दिन अगाडि नै आफ्नो गाउँ फर्किसकेका हुन्छन्। बाध्यतावश गाउँ फर्कन नसक्नेहरू पनि परदेशमा नै भए पनि यस दिन बिदा लिई आफ्नो प्यारो गाउँघरको सम्पूर्ण गाउँलेजनको तथा आफ्नो गाउँघरमा बडो धुमधामका साथ मनाइने मौलिक चाड वैशाखे पूर्णेलाई सम्झन्छन्। यस समयमा हरेक गाउँवासीको कानमा ढोल र झम्टाको प्यारो धुन गुन्जिरहेको अनुभूति गर्छन्। यसरी वैशाखे पूर्णेको 15 दिन अगाडि नै गाउँका ठिटाठिटीहरू र हरेहरू दिनभरिका काम सकेर साँझ पर्नसाथ हातमा झ्याम्टा लिएर गाउँको कुनै एउटा घरमा हातमा हात, खुट्टामा खुट्टा र स्वरमा स्वर मिलाई भूमि माताको पूजा नाचेर नै खेतीपाती लगाउनेदेखि लिएर सिलाइ बुनाइ, कोरीबाटी गरी खेतीपाती पनि सिलीबाट नै उठाउँछन्। यसरी गाउँमा ढोल झ्याम्टाको गुन्जनले सबै गाउँवासीहरू अत्यन्त रोमाञ्चित हुन्छन्। यस चाडमा यहाँका दुमी राईहरू आफूसँग सम्बन्धित नभई नहुने प्राकृतिक वस्तुहरू, वन जङ्गल, खोला नाला, पानी पँधेरो, देवी देउराली, भूमिमाता पृथ्वी, ढुङ्गा माटो, आफूले खेती गरेर उब्जनी गरेको कमाई धान, मकै, कोदो तथा आफ्नो घरको कुलपित्री, चुल्हा आदि सबैको पूजा गर्छन्। यस गाउँमा रहेका विविध किराँत राईहरूमध्ये दुमी किराँत राईहरूको 2 पाछा, खबचु र रिप्लाचुको नक्छो धामीहरूले मात्रै यिनीहरूलाई पुज्ने चलन रहिआएको छ। तर गाउँको हरेक विकास निर्माण कार्यदेखि लिएर बिहे भोज होस् वा काजक्रिया, कसैलाई दुःख बिमार होस्, साह्रो गाह्रो पर्दा होस्, सबै गाउँलेहरू एकजुट हुन्छन्। अब इङ्खुलुदेखि हामी सफा गर्दै गएर भूमेथान मन्दिरमा सफा गरेर त्यस्तै इङ्खुलु, भूमे स्थान आदिको सरसफाई, बाटो निर्माण यिनीहरूको स्याहार सम्भार सधैँ गरिए तापनि विशेष यसको सरसफाई र बाटो निर्माण गर्नका लागि प्रत्येक घरबाट
कुटो कोदालो लिएर सबैजना गाउँलेहरू भेला भई अघिल्लो दिनमा नै सम्पन्न गर्छन्। हामी सबै पुर्खाहरू हामी भेला भयौँ हो कि। यस विशेष मौलिक चाड वैशाखी पूर्णिमाको दिनबाट सुरु हुन्छ। यस चाडलाई चाहिने आवश्यक सामग्रीहरू सबै तयार पारेर कुबी, नक्छो, नागिरे हाल श्री पदम बहादुर राईको घरमा राखिएको हुन्छ। अब दुईपट्टि हामी बाँडाइ हुन्छ। पूर्णेको दिन बिहानै समस्त गाउँलेजन आफ्नो जिम्मेवारीका साथ पुर्खाहरू, ठिटाहरू, साना केटाहरू सबै नागिरेको घरमा भेला हुन्छन्। तपाईले उधोबार जब यो कामलुङबाट जति भ्याउँदै आउनुहुन्छ यहाँ, अनि दुमी थरका दुई पाछाका नागिरेहरू आवश्यक सरसामानहरू र पुर्खाहरू लिई खबचु र रिप्लाचुको घर घरमा गई दालो खन्याउन, चुल्हाको पूजा गर्न दुई भागमा विभाजित हुन्छन्। चुल्हा किरात राईहरू सृष्टिको उषाकालदेखि नै सिकारी जीवनबाट सभ्यताको चरणमा प्रवेश गरेको हुनाले त्यसैको प्रतीकको रूपमा कुखुरा र सुँगुरको बलि दिएर चुल्हा तथा भूमिदेवलाई सन्तुष्ट बनाई आफू ग्रहण गर्दछन्। किराँतीहरूको सबैभन्दा ठुलो गृहदेव 3 चुल्हा रुरिलु, सेरुलु, साकुलु प्राचीन सभ्यताको एक अद्वितीय प्रतीक हो। घर गृहस्थी, दाजुभाइ, छोरी चेली, पाहुनाको प्रतिनिधित्व गर्ने 3 चुल्हालाई खोला टोला अनुसार आफ्नो चलन भए तापनि खबचु राईहरू चाहिँ प्रत्यक्ष रगत नै चुल्हामा चढाउँछन्। खबचुहरू यी चुल्हाको पूजा वर्षमा 2 चोटि गर्दछन्। एकपटक उधौली नयाँ अन्न भित्र्याउने न्वागीको बेला गर्दछन्। यतिखेर पनि यसलाई कुखुराको भोग दिएर मान्छन् भने अहिले उभौली भूमे पूजाको बेला पनि दालो खन्याउने भनेर कुखुराकै चल्लाले भोग दिएर पुज्ने चलन छ। खर चिन्डो किरात नक्छोहरूको आदिम हतियार खर चिन्डो पारुहाङ नायमबाट हामी किरात सन्तानहरूलाई प्राप्त उपहार हो। पारुहाङ नायम कालमा पानी सञ्चय गर्ने र पिउने साधनको अभाव हुँदा परम पिता र परम माता कोकुबाट सृष्टि गरिएको चिन्डो अहिलेसम्म नक्छोहरूले आफ्नो तान्त्रिक हतियारको रूपमा चोखो जाड राखेर देवताहरू पुर्खाहरूलाई चढाउने मनसाउनेदेखि लिएर आफू खाने बिरामीहरूलाई उपकार गर्दा खुवाउने कार्यहरूमा प्रयोग हुँदै आइएको छ। चिन्डोमा राखिएको चोखो जाडले बन्द बाटो खोल्ने, पन्छाउने, शत्रुको बाटो छेक्ने, तह लगाउने सबै आकस्मिक र महत्त्वपूर्ण कार्यहरूमा प्रयोग हुँदै आएको छ। त्यसैको प्रयोगको रूपमा नक्छो पदम बहादुर राईले साकेला थान भूमे स्थानमा रहेको भूमेदेव नागलाई पन्छाउन चिन्डोको जाडले हान्दै अगाडि बढेका छन् भने यसैको प्रयोगबाट भूमे कहाँ रहेको छ भनी पत्ता लगाउने, राम्रोसँगले बस्नुहोला, सदैव तिम्रो पूजा गर्नेछौ भनी मनसाउने, बिदा माग्ने काम चिन्डोमा राखिएको चोखो जाडले नै गर्ने गरिन्छ। लौ त अब यङ्की पुर्खाम यङ्की पाछु फिक्सी तगी पाछु थिनु छुक्ता दाउलो दि अनि लम्थिनो छुक्ता है दाउलो तोमक सेर्लो रुरिलो साफलो थमलु लोमालु तमक यरी होपो चोरी होपो तुप्सो मपो देलो मपो तमक कुबी मिसेले म्यान्ने आमतिनी मकानी चुचा चुतो मालम व्यस्त मासुलम व्यस्त तमकानी चुचा चु छमचिस्ता दमदिस्ता तिनी कनी चुचा चु तमक मासी मुतो मारी मुतो का तमक मादुमेकै मासुमेकै तमक अनि चुचा चुवा तमक अजका सासेत तो छमसेत तो दमदेत तो तम इंखुलो बेखक्ता इंखुलो लामा सेलमा तमक तुक्सुम बेखक्ता धेलम बेखक्ता का तो अनि चुचा चु तो पुमारी हुक्ता मारी हुक्ता रुडे हुक्ता साफो हुक्ता नो हुक्ता सानो हुक्ता तमक तमक अनि चुचा चो म तम तुक्सुम दि धेलम दि तो साकल होबी सासेत तो छमसेत तो दमदेत तो अनि चुचा चुवा तमक असेलमा तमक पुमारी हुक्ता आमारी हुक्ता जारी हुक्ता कोरी हुक्ता नो हुक्ता सानो हुक्ता अनि चुचा चुबी तमक पुमारी पञ्चेनी आमारी पञ्चेनी रुडी पञ्चेनी साको पञ्चेनी नो पञ्चेनी सानो पञ्चेनी तमक तो अनि चुचा चु हरतुप तो ठुलो तुप तो
तोमक सिकी मंग तो पारे मंग का तोमक मासु मेकै मादु मेकै तोमक अनि चुचा चुवा तोमक साखेलो पो तो सुमो पुलम तोमक जालिम सासेको बि हुक्ता तोमक जालिम सासेकोला तोमक अनि चुचा चुवा पुमारी हुक्ता आमारी हुक्ता रुडी हुक्ता साफो हुक्ता नो हुक्ता सानो हुक्ता तोमक अनि चुचा चुवा हरतुप्तो ठुलो तुप्तो सिके मंगतो पारे मंगतो का तोमक नुकै सानो कै अन्निङा मोतिनिमक अनि चुचा चुबि तोमक पुमारी पञ्चेनी आमारी पञ्चेनी रुडी पञ्चेनी साको पञ्चेनी अनि चुचा चुबि कर्म भाक्निमै छम्चेन्यो तोमक सेल्लो रुरेल्लो साफोलो थोमालु लोमालु तोमक यरी होपो चुरी होपो तुप्सुम होपो धेलो मोपो कुबि मिसेले मे अन्निङा मोतिनिमक तोमक सुलमकै तलमकै मिक्सी सेनो आनिका मनी वर्ग अनि चुचा चुबी तोमक पुमारी पञ्चेनी आमारी पञ्चेनी रुडी पञ्चेनी साको पञ्चेनी तो अनि चुचा चुवा तोमक रुडियो फिक्ता साको फिक्ता पुमारी फिक्ता आमारी फिक्ता अनि चुचा चुबी तोमक पुमारी पञ्चेनी आमारी पञ्चेनी रुडी पञ्चेनी साको पञ्चेनी नो पञ्चेनी सानो पञ्चेनी अनि चुचा चुबी कर्म भाग्निमै छम्चेन्यो दुमीहरू उधौलीमा चाहिँ नयाँ अन्न भित्राउन अघि न्वागी पूजा सानो पित्र सलल वा ठुलो पित्र तिदाम छिदाम कुखुरा सुँगुरले गर्ने चलन छ। त्यतिखेर घरमा दुख बिराम भए वा मरौ परौ भएमा पहिलो साल कुखुरा र सुँगुर दुवैले पितृ पूजा गर्दछन् भने दोस्रो साल चाहिँ कुखुराले मात्र गर्छन्, नत्र अन्य साधारण अवस्थामा चाहिँ सामान्य तरिकाले गर्दछन् भने उभौलीमा चाहिँ प्रत्येक घरमा दुमीहरू सुक्तुलुको पूजा गर्दा दालो खन्याउन अगेनाको पूजा गर्दछन् भने यतिखेर उभौलीमा चाहिँ प्रत्येक घरमा दुमीहरू सुक्तुलुको पूजा गर्दा दालो खन्याउने भन्छन्। यतिखेर घर घरमा नक्चोहरू आउँछन् भने बिहानै प्रत्येक घरमा गाईको गोबरले घर लिपपोत गरी चोखो जाँड 15-20 दिन अगाडि पकाई राखिएको हुन्छ। त्यो जाँड त्यसै दिन मात्र खाइन्छ, त्यसलाई चोखो जाँड उम्मा भन्ने चलन छ। त्यसरी गाउँभरि नै घर घरमा चोखो जाँड खान पाइने हुँदा नक्छोसँगै गाउँका अन्य पुर्खाहरू पनि रमाइलो गर्दै हिँडिरहेका हुन्छन्। यसरी दालो खन्याउन वा चुल्हाको पूजा गर्दा प्रत्येक घरमा एउटा कुखुराको चल्ला अनिवार्यता सँगसँगै पुरानो अदुवा र चामल चाहिन्छ। नक्छोले आफ्नो स्वर्गीय कुलपितृलाई तिमीहरूको नाति नातिनीहरू ढोल झ्याम्टा बजाउँदै नाच्छन्, अन्जानमा गल्ती भए माफ दिनुहोला, नरिसाइदिनुहोला भन्दै पुकार्दछन्। फेरि गाउँदेखि माथितिर रहेको कोरे भन्ने घना जंगलमा रहेको कालिका देवी खोला नाला सिकारीहरूको पूजा गर्न 2 जना कन्या केटा स्थानीय भनाइ अनुसार पण्डा आवश्यक पर्ने हुँदा ती केटाहरू चोखो मुखमा बसी बिहानै नुहाई धुवाई गरी तम तयार रहेका हुन्छन्। कालिका देवीको पूजा गर्न बाख्राको पाठी र त्यहाँ रहेको सिकारीहरूलाई कुखुरा चाहिन्छ। कालिका देवीको पूजा गर्न गाउँभरिबाट चोखो टपरामा प्रत्येक घर घरबाट चामल, अक्षता, फुलपाती, सिन्दुर, धाजा, भेटी पैसा र त्रिशूल पठाएका हुन्छन्। यहाँ पूजा गर्नलाई चोखो फुलपाती अक्षताले मात्र पूजा गरिन्छ। जुन घरमा बच्चा जन्मनेछ त्यस घरको फुलपाती देवीलाई चढाइँदैन। यदि ख्याल नगरी लापरवाही भएमा देवी रिसाएर तत्काल त्यतिखेरदेखि नै गाउँमा हावा हुरी असिना पानी आएर गाउँमा अनिष्ट हुन्छ। त्यसैले यस्तो नहोस् भनेर पुर्खाहरूले बडो ख्याल गर्दछन्। कालिका देवीको भाकल गर्छन्। देवी स्थानतर्फ लैजान अगाडि घरैमा ती पाठीहरूको पूजा गरी चोखो फूल पानीले पर्छ्याएर लगिन्छ। गाउँलेहरू आआफ्नो कामको जिम्मेवारी अनुसार केही पुर्खाहरू माथि देवी स्थानतर्फ गाउँलेहरूलाई पूजा ढल्न लाग्यो है, अक्षता भेटी ल्याउ है भन्दै उकालो लाग्दछन्। गाउँको प्रत्येक घर घरबाट अक्षता भेटी पठाउन हतार गर्छन्।
माथि देवी स्थानमा पुगेर पुजारीहरू भाकलेहरू मन्दिर छेउछाउ सफा गर्दछन्, धूप धुवार गर्दछन्। सबै गाउँलेहरूबाट अक्षता भेटी ल्याइसकेपछि पूजा सुरु हुन्छ। सबै गाउँलेहरू देवीसँग पूजा आराधना गर्न थाल्छन्। हाम्रो रक्षा गरिदेऊ, अन्न पानी देऊ, बाढी पहिरो रोकिदेऊ, रोग व्याधि हटाइदेऊ, बेलैमा वर्षा गराइदेऊ भन्दै बल माग्छन्। बाख्राको पाठीहरूलाई देवी स्थानमा राखी चोखो फूलपानीले पर्छ्याइन्छ। पाठीहरू नपर्छिउन्जेल सबै गाउँलेहरू लस्करै बसी देवीसँग बिन्ती भाउ गर्छन्। जब पाठीहरूले पर्छिसक्छन् अनि मात्र देवीलाई भोग दिन सुरु गरिन्छ। देवीलाई भोग दिने क्रममा भाकलेहरूको भन्दा पहिले सामूहिक पाठी पहिले देवीलाई चढाइन्छ। यस पाठीलाई राजदेवीको पाठी भन्ने चलन छ। यहाँ भोग दिँदा कहिलेकाहीँ पाठीको घाँटीबाट खुनसँगै लादी वा दिशा आएमा भाकलेको घरमा नरनातामा वा आफैलाई केही नराम्रो हुन सक्छ। त्यस्तो भए उक्त व्यक्तिले पुनः अर्को साल पनि पाठी चढाउने भाकल गर्नुपर्ने हुन्छ। यसरी पाठी छिट्टै राम्ररी पर्छेमा देवी खुसी भइछन् भनी गाउँलेहरू प्रसन्न हुन्छन्। यदि पर्छिन ढिलो गरेमा गाउँमा केही अनिष्ट पो हुन्छ कि भनेर मुखामुख गर्छन्। तर गाउँलेहरूले परम्परादेखि मानिआएको कालिका देवी गाउँलेहरूको चोखो भक्ति स्वीकार्दै खुसी भई सम्पूर्ण गाउँवासीको संरक्षण गर्न तयार हुन्छन्। सबै पाठीहरूको बलि दिइन्छ। यहाँ रहेका देवी सिकारीहरूको भाकल यस गाउँकाहरूले मात्रै नभई अन्य गाउँका विविध जात जातिका मान्छेहरूले पनि गर्ने गर्दछन्। देवी देउरालीका भाकल गरेपछि आफ्नो चिताएको कुरा पूरा हुने, आफ्नो मनोबल उच्च हुने, दिनदशा नलाग्ने आदि हुने हुँदा गाउँका मान्छेहरू भाकल गरी देवीसँग सधैँ शक्ति माग्ने गर्दछन्। त्यसपछि सिकारीहरू नामरुङ र सिद्धको पूजा सुरु गरिन्छ। सिकारी किराँतीहरू प्रारम्भमा सिकार खेली जीवन निर्वाह गर्दै आएकोले उनीहरूको आराध्य देवको रूपमा नामरुङ, सिद्ध र सुरुमी सिकारी देवहरू रहेका छन्। यसमध्ये सुरुमी सिकारीको पूजा चाहिँ उधौलीको बेला गर्ने चलन छ भने यतिखेर उभौलीको बेला चाहिँ यहाँका दुमी राईहरू देवी स्थानसँगै नजिकै प्रतिस्थापन गरेको नामरुङ र सिद्ध सिकारीको पूजा वैशाखी पूर्णिमाको दिन र वैशाखी पञ्चमीको दिन गर्ने चलन छ। नामरुङ सिकारीलाई कुखुराको बाँच्ने भाले पोथीको बलि दिएर गरिन्छ भने सिद्ध सिकारीलाई चाहिँ भोग दिइँदैन। यसलाई वर्षै पछि एउटा त्रिशूलको साथमा चोखो अक्षता, फूल, भेटी, रोटी र नैवेद्य चढाइन्छ। नामरुङ सिकारीलाई कुखुराको भाले र पोथी जोडी चढाइन्छ, धूप धुवार गरिन्छ भने सिद्धलाई अक्षता, भेटी, खीर, नैवेद्य, धूप धुवार र नयाँ त्रिशूल चढाइन्छ। त्यहाँ रहेका अनगिन्ती त्रिशूलहरूको सङ्ख्याबाट पनि यसलाई मान्न थालेको सदियौं वर्ष भइसकेको प्रमाणित हुन्छ। त्यसपछि पुर्खाहरू अग्लो ढुङ्गामाथि चढेर पातलेको रुखको हाँगाको लिङ्गो काटी पूजाथान बनाइन्छ। त्यसमा धूप धुवार गरी देउराली, खोला नालाहरू, दिदी बहिनी, रावा रेणु, कौशिका, दुधकोशी, तामाकोशी, सुनकोशी यी सबैको नाम दिएर चोखो गोबरको कुण्ड बनाई त्यसमा दूध राखी पूजा गरिन्छ। त्यसपछि पूजा सकिन्छ अनि गाउँलेहरूले सुन्ने गरेर पूजा ढल्यो है भनी कराइन्छ। त्यहाँबाट गाउँभरि भोलिसम्मको लागि खन्जोत, रोग, बाधा लगाइन्छ। यदि पछि पनि खन्जोत गरेमा माटो मरेर उब्जनी घट्ने कुरा पुर्खाहरू बताउँछन्। देवी स्थानमा पण्डाहरूले देवी पूजाका लागि तयार पारेको खीर, रोटी प्रसादको रूपमा सबैजनाले बाँडी चुडी खान्छन्।
पण्डाहरू उठेको भेटी पैसाहरू देवतालाई चढाएर बचेको बाँड्छन्। पुर्खाहरू सबैजनालाई अघि लगाएर देवीसँग बिदा माग्दछन्। त्यहाँबाट हिँडेपछि सोही दिन त्यस क्षेत्रमा फर्केर गएमा ज्यान जोखिममा पर्न सक्ने जनविश्वास छ। कारण उक्त देवी स्थानमा कालिका देवी स्वयं सिंहको रूपमा आई आफूलाई भोग दिएको पाठीको खुन रगत खान आउँछन् भन्ने विश्वास गरिन्छ। देवी स्थान मुन्तिर जौबारी भन्ने ठाउँमा सबैजना भेला हुन्छन्। गाउँभरिका सबै जात जातिका जनसमुदायहरूको यहाँ उपस्थिति हुन्छ। सबैले आआफ्नो घरबाट भात ढिँडो बोकी ल्याएको हुन्छन्। देवीलाई चढाइएको पाठी र भाले कुखुराको प्रसाद छुट्टा छुट्टै पकाइन्छ। पाठीको मासु ठिटाहरू केटाकेटीहरूले बाडेर खान्छन् भने कुखुराको भाले पोथी पुर्खाहरूले खान्छन्। सबैजना गाउँलेहरू केटाकेटीदेखि बुढापाकासम्म लस्करै बसी प्रसाद ग्रहण गर्दछन्। देवी स्थान रहेको यो स्थानलाई कोरे भनिन्छ। खर्देल गाउँको टुप्पोमा अवस्थित यो ठाउँ खर्देलकै श्रीपेद जस्तो भएर रहेको छ। देवी स्थान चारैतिर घना जङ्गलको बीचमा बडे मानको ढुङ्गाले मन्दिरलाई घर जस्तै बनाएर राखेको छ। यस देवी स्थान सिकारी थान वरिपरि घाँस दाउरा लगायत रुखहरू काट्न नहुने हुँदा यहाँको जङ्गल प्राकृतिक रूपमा बडो संरक्षण भएर रहिआएको छ। यस जङ्गल छेउछाउ जग्गा जमिन हुने मानिसहरूको भनाइअनुसार यस वरिपरि गाईवस्तु चढ्दै आएर घाँस खाएमा वा काटेर खुवाइएमा त्यस वस्तुको तत्काल मृत्यु हुने वा राति गोठमा देवी सिंहको रूपमा आई गोठको गाईवस्तु मारिदिएर जाने हुँदा यस क्षेत्रमा घाँस दाउरा पटक्कै गरिँदैन। कतै भुलचुक भइहाल्छ कि भनेर उनीहरू वर्षेनी यहाँको देवी र सिकारीलाई कुखुरा र पाठी चढाउन छाड्दैनन्। त्यसपछि पुर्खाहरू ठूलो पातलेको रुखको 5वटा छुरू सेउली जङ्गलबाट काटी सबै गाउँलेहरू नक्छो पदमबहादुर राईको घरतर्फ लाग्छन्। नागिरे नक्छोको घरमा छुरू लिएर पुगेपछि पुवाल पारेर बनाइएको माटोको घ्याम्पोमा जाँड पानीले भिजाएर राखिएको हुन्छ। त्यसलाई स्थानीय भाषामा चिदाम भनिन्छ। समितिले नै खटाएको 2 जना जाँड बाड्ने व्यक्तिलाई स्थानीय बोलीमा चिवेन्दी भन्ने गरिन्छ। ती चिवेन्दीले सबैजनालाई जाँड बाडिदिन्छन्। जाँड टन्न खाई ती 5वटा छुरूमध्ये एउटालाई बाख्राको मासु नखाने पुर्खाले मुनधुम गरेर नागिरेको घर आँगनको बीच भागमा गाडिन्छ। त्यस छुरूमा ढोल झ्याम्टा झुन्डाइन्छ। त्यहाँ गाडेपछि एउटा इङ्खुलुमा गाडिन्छ भने अन्य 3वटा भूमि स्थान लगिन्छ। नागिरेको आँगनमा मुन्धुमबाट पुर्खाहरू लाठेहरू सबैजना यो सालको वैशाखे पूर्णे साकेला खुल्यो है भन्दै ढोल झ्याम्टा बजाउँदै नाच्छन्। पुर्खाहरूले त्यहाँ सेउली गाड्छन्। त्यसपछि गाउँभरिको रहरे ठिटाठिटीहरू मात्र नभएर पुर्खाहरू पनि के कम भन्दै नाच्न थाल्दछन्। ढोलेहरू ढोल बजाउँदै गाउन थाल्दछन्। गाउँभरि ढोल झ्याम्टा गुन्जिन थाल्छ।
यसरी यस सालको वैशाखी पूर्णेको थालनी गरिसकेपछि आज अरू धेरै काम गर्नुपर्ने हुँदा सबै गाउँवासीहरू सुङदेलको पानीको मूल पन्धेरोतर्फ लाग्छन्। जो कोहीले आफूलाई पाइक पर्ने ठाउँमा पानी खाए तापनि सबै गाउँलेहरूले परापूर्वकालदेखि नै सुङदेलको भन्ने नामाकरण गरी यस ठाउँलाई मूल पन्धेरो भनी यस ठाउँको संरक्षण र जगेर्ना गर्दै आएका छन्। वर्षै पछि गाउँवासीहरू भेला भई आजकै दिनमा यस ठाउँको सरसफाई, मर्मत र संरक्षण गर्दछन्। यसरी हरियो बाँसको चोयाको डोरीमा भकिम्लो वा उत्तिसको हाँगाको तलवार जस्तो बनाएर सुङदेलको क्षेत्र वरिपरि झुन्ड्याइन्छ। यहाँ रहेको नागको पूजा पनि गर्ने चलन छ। बाँसको चोया काढी चित्रा बुनी त्यसमाथि केराको हरियो पात राखी चामलको पिठोको जोडी नाग, सर्पको आकृति बनाई कालो दालको गेडाको आँखा, दुबोको जिब्रो बनाई बाख्राको दुध ल्याई यी नागलाई पूजा गर्ने चलन छ। गाउँभरिका प्रत्येक घरघरबाट ल्याएको चामल अक्षतालाई पानीमा भिजाएर बेसारले रङ्गाएर यहाँ उपस्थित सबैको हातमा लिई यस क्षेत्र वरिपरि बसी सुङदेलको बयाको अन्न पानी देऊ, भलबाडी रोकिदेऊ भन्दै नागसँग बल मागिन्छ। किरात राईहरू प्रकृति पूजक भनी चिनिए तापनि उनीहरू आफ्नो पुर्खाहरूलाई ईश्वरको रूपमा पुज्ने गर्छन्। मृत पितृ पुर्खाहरूको मात्र नभएर जीवित पुर्खाहरूले पनि किरात समुदायमा विशेष स्थान ओगर्दै आएका छन्। पुर्खाहरूले किरात समाजमा पथ प्रदर्शकको भूमिका निभाएर हामीलाई अगाडि बढ्न उत्प्रेरित गरिरहन्छन्। गाउँघरमा पुर्खाहरूको सामूहिक छलफलबाट निस्केको निचोड नै कुनै पनि समस्या वा कार्यको अन्तिम स्वरूप हुनेछ। त्यसैले किरात समुदायमा आफ्नो पितृ पुर्खाहरूको ठूलो महत्त्व हुन्छ। यसरी दुमी नक्चोहरू घर घरमा गएर दालो खन्याउँदै आफ्नो कुलपितृहरूलाई सबै अवगत गराइसकेपछि पुनः कुबी नागिरेकै घरमा सबै पुर्खाहरू, पगरी, दाजुभाइहरू भेला हुन्छन्। दुवै पाछाका नक्चोहरू, पुर्खाहरू, मसुमे, मधुमेहरू भेला भएपछि अहिले नै रिप्लाङ तर्फको लाइतोलिन श्री प्रेम राईको घरमा जानुपर्ने हुँदा सबै नक्चोहरूसँगै गाउँका ठिटाहरू पनि ढोल बजाउँदै त्यतातिर लाग्दैछन्। सबैजना घरभित्र पसेर नक्चोहरू, ताङ्कु, तोकाया, मसुमे, मधुमेहरू सुक्तुलुको वरिपरि बसेपछि नक्चोले सुक्तुलुलाई अवगत गराउँछन्। तोमक सेर्लो रुरेलो साखोलो थोमालु लोमालु तोमक एरी होपो चुरी होपो तुक्सुम होपो ढिलो मपो तो तोमक सेर्लो रुरेलो साखोलो थोमालु लोमालु तोमक एरी होपो चुरी होपो तुक्सुम होपो ढिलो मपो तोमक अनि चुचा चु तोमक मालम व्यस्त मासुलम व्यस्त तोमक अनि चुचा चु तोमक मासी मुतो मारी मुतक तोमक सासेतो थमसेतो दमदेतो तोमक जारी कै तोमक पुमा कै आमा कै तोमक अनि चुचा चु हरतुक्तो थोलो तुक्तो तोमक अम्नु तोमक यंखोलो बेखप्ता यंखोलो लमासलमा तुक्सुम बेखप्ता ढिलम बेखप्ता क तोमक सासेतो थमसेतो दमदेतो अनि चुचा चु तोमक असेलमा जालिम सासेको बिहुक्त तोमक जालिम सासेको तोमक सासेतो थमसेतो दमदेतो तो अनि चुचा चु तोमक कुमारी उक्त आमारी उक्त रुडी उक्त साख उक्त जारी उक्त नो उक्त सानो उक्त
Nukai sanukai aninga moti ni maka ani chucha chubito maka pumari panchani amari panchani ani chucha chubito maka कर्म भाग्ने मे। यसको मतलब दुमी राईहरू आफू जे गर्दा पनि र गर्नु अगाडि आफ्नो कुल पितृ पिता पुर्खालाई सोधेर मात्रै आफ्नो कार्य सुसम्पन्न गर्ने गर्दछन्। लाइतो घरको सिरान तलामा अन्नको ढुकुटी छेउमा राखिएको हुन्छ। खास गरेर यसलाई दुमी राईहरू सहको भण्डारको रूपमा लिन्छन्। बाँसको चोयाले बुनेको थुम्सेभित्र कोदोको दाना, कोदोको रोटी, भुमे, मदाम, माछा वा चराको मासु, गलजा, बेसारले रङ्गाएको भात, खट्टे वा फुल खाजा, घैँटोभित्र चोखो उम्मा, खरवा वा बुलुदाम भेटी पैसा राखिएको हुन्छ। यसलाई लिन र पछि थन्क्याउन नक्छोकुबी आफै त्यहाँसम्म झिक्न र थन्क्याउन लाइतो बोक्ने वा त्यस घरको मूल मान्छेसँग गएर झार्छन्। जुन घरमा लाइतो राखिन्छ त्यस घरको आइमाई मान्छेले मात्रै यो लाइतो भूमि पूजा गर्दा वा पितृ पूजा दुवैमा प्राय नागिरे सँगसँगै बोकिन्छ। नागिरे मुन्धुम गर्दै आफ्नो कुलपितृ वा सिमे भूमि पुज्ने क्रममा कतै खेलुवा भूमि निश्चित ठाउँमा नबसी उडी हिँड्नेलाई उडी हिँडेको देखे वा भेट्टाएमा त्यसलाई समातेर त्यसै लाइतोमा राख्ने चलन छ। यसरी समातिएका थुप्रै यस्ता भूमिहरू गाउँका घरहरूमा राखी पुजिँदै आएको छन्। यहाँबाट लाइतो लिई नक्छो कुबीकै घरतर्फ सबैजना गइन्छ। छिमेकी गाउँ माक्पा, लेवा, ससरका, खार्मी, बाक्सिला, दारेगौडा, चिउरी खर्क, चप्लेटी, हौचुर, राईसिङ्गे, दम्कु आदि ठाउँहरूका आफ्ना इष्टमित्र नातागोता पनि गाउँभरिका प्रायजसो प्रत्येक घर घरमा आइसकेर खानपिन भइसकेको हुन्छ। त्यसैले सबै गाउँका के बुढाबुढी के ठिटाठिटी नरनाता समेत रहरेहरू नक्छोहरू भेला हुने मूल घरमा भेला भइसकेका हुन्छन्। मापा नक्छो दुमी किरात राईहरूको आफ्नो नक्छोको मृत्यु भएमा कसैलाई कुलपित्रले रुचाएर नक्छो बनाउँदै नबनाएमा वा नक्छो ननिस्किएमा आफ्नो धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिनको लागि सबै दाजुभाइ पिता पुर्खा बसेर सल्लाह गरी आफ्नो रीतिथिति भाषा जान्ने उमेरले पनि जेठो पाएको व्यक्तिलाई नै नक्छोको रूपमा सम्पूर्ण कार्य निभाउनको लागि जिम्मेवारी दिइन्छ। यसरी सामूहिक निर्णयबाट छानिएको व्यक्तिलाई नै मापा नक्छो भनिन्छ। मापा नक्छोले झैँ सबै धार्मिक क्रियाकलाप गरे पनि नक्छोले प्राप्त गरेको मुन्धुम, लगाउने लुगाहरू, हात हतियारहरू भने प्रयोग गर्न सक्दैनन्, तर सेतो फेटा भने लगाउन सक्छन्। ताङ्कु किरात राईहरूको धर्म, संस्कार, संस्कृति तथा परम्परालाई कायम राख्नको निम्ति नक्छो जस्तै नक्छोको अभिन्न अङ्गको रूपमा ताङ्कुलाई लिने गरिन्छ। यस्ता ताङ्कुले नक्छोलाई मुन्धुमको बाटो हिँड्न, मृतात्मा प्रेतात्माहरूलाई बाटो देखाउन, स्थान दिन, चुल्हा, भूमिदेव, छिमोदिमोहरूलाई फकाउन, फुल्याउन, हकार पकार गर्न, मन्साउन, साथै नक्छोको बाटो अलमल हुँदा र अड्केको बेला फुकाउन पनि सहयोग गर्दछन्। यिनै कार्यमा लामो समयदेखि श्री साउधन गौरुङ राईज्यूले 1 दशक अगाडिदेखि यो भूमिका निर्वाह गर्दै आउनु भएको छ। उहाँ खबचु दुमी राईहरूको हरेक सांस्कृतिक क्रियाकलापमा नक्छोसँग नै सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ। मसुमे मधुमे उहाँहरूलाई नक्छोको मुन्धुम र ऋषिया सँगसँगै छमछम झ्याम्टा बजाउँदै मसुमे र गुडुम गुडुम ढोल बजाउँदै मधुमेहरू नक्छोलाई सदैव साथ दिइरहन्छन्।
जसरी डाक्टर र वैद्याचार्यहरूलाई सहायता पुर्याउन, बिरामीलाई आत्मिक रूपमा वास्तविक सेवा पुर्याउन नर्स र कम्पाउन्डरहरूको जरुरत पर्छ, त्यसरी नै नक्छोलाई मुन्धुमको बाटो यात्रा गर्दा मधुमेहको साथ अत्यन्त आवश्यकता पर्छ। नक्छोको यात्रामा कुनै ठाउँमा मुस्किल पर्दा, अवरोध आउँदा कस्सेर ढोल र झ्याम्टा बजाएर नक्छोलाई यात्रा सहज गराउँछन्। फेरि नक्छोको सहज यात्रामा ढोल र झ्याम्टाको मधुर आवाज दिन्छन्। नक्छोको यात्रा कहाँ पुग्यो उनीहरूलाई स्पष्ट थाहा हुन्छ। प्रत्येक नक्छोको मसुमे र मधुमेह दुई जना हुन्छन्। अब मापा नक्छो श्री जगत बहादुर राई आफ्नो सारथी ढोले मसुमे दाजुभाइ लिएर आफ्नो घरमा रहेको कुलपित्रको पूजा पहिले गर्छन्। आफ्नो कुलपित्रलाई जानकारी गरिसकेपछि मापा नक्छो पहिरिन सुरु गर्छन्। धामी पहिरिँदै गरेको जानकारी दिँदै ढोलेहरू सिलीमा सिली मिलाउँदै नाचिरहेका हुन्छन्। मापा नक्छो श्री जगत बहादुर राई, उहाँ दुमी राईहरूकै एक पाछा रिप्लाचुको मापा नक्छो हुनुहुन्छ। उहाँको 3 पुस्ता पछिदेखि नक्छो ननिस्केको हुँदा मापा नक्छोहरूद्वारा नै निरन्तरता दिँदै आइएको छ। उहाँ मापा नक्छो हुनुभएको करिब 1 दशक हुन लाग्यो। उहाँ पनि आफ्नो धर्म, संस्कार र परम्परालाई कायम राख्नको लागि आफ्नो दाजुभाइले दिएको महान जिम्मेवारीलाई इमानदारिताका साथ वहन गर्दै आउनु भएको छ। आफ्नो कुलपितृले पनि हालसम्म रुचाइ नै रहेको यथार्थ छ। यदि कुलपितृले नरुचाए मापा नक्छो धेरै साल नटिक्ने, नबाच्ने हुने भए तापनि उहाँको असल नेतृत्वले गर्दा सबैलाई राम्रै भइरहेको कुरा सबै दाजुभाइ बताउँछन्। यसरी मापा नक्छोलाई पहिराइसकेर सबैजना आएर उनलाई अघि लगाई पुनः नक्छो कुबी नागिरेको घरतर्फ लगिन्छ। ढोलेहरू जोस भरिरहेका हुन्छन्। उता कुबी नागिरे श्री पदम बहादुर राई उनीहरूकै प्रतीक्षामा हुन्छन्। नक्छो पारुहाङ नायमको कालदेखि नै प्रचलनमा रहेको किराँत राईहरू नक्छो, जसलाई पारुहाङ राजाहरूको प्रतीकको रूपमा लिने गरिन्छ। यिनै नक्छोहरूद्वारा राईहरूको हरेक धर्म, संस्कार, संस्कृति तथा परम्परादेखि लिएर जन्मेदेखि मृत्यु पर्यन्तसम्मको हरेक क्रियाकलापहरूमा अभिन्न पात्रका रूपमा लिइन्छ। किराँत राईहरूको नक्छो हुने कुरामा कसैको इच्छा वा रहरले हुन सक्दैन र कसैले नचाहदा पनि नहुने होइन। नक्छो नागिरे बन्नलाई आफ्नो कुलपित्रले कसैलाई बालककालदेखि नै छोएको वा रुचाएको हुन्छ। उसको नक्छो हुने लक्षण बालककालदेखि नै देखिँदै आउँदा उसलाई बाख्राको मासु खान नहुने मात्रै होइन, लडछट नै हुनु हुँदैन। उसलाई सानैदेखि चोखो राख्नुपर्ने हुन्छ, जुठो पुरो दिनु हुँदैन। यदि लापरवाही भए ऊ बिरामी हुने गर्छ। उसलाई कुलपितृले सपनामा बाटो देखाउने, राईहरूको धार्मिक हात हतियार दिने, मुनधुम सिकाउने, नक्छोको आवश्यक सामग्रीहरू सेवारीहरू लगाएर नक्छो भएको सपनामा नै देख्ने गर्छन् भने कोही आफ्नो पाछाको नक्छोको मृत्यु पश्चात यी सबै कुरा सपनामा नै प्राप्त गरी कुलपित्रले नक्छोको लागि सपनामा नै सक्षम बनाइदिन्छन्। उसले सपनामा कुलपित्रबाट के प्राप्त गर्यो, के गर्न सकेन,
उसले कुन कुन हतियार प्राप्त गर्यो, यी सबै सपनाको आधारबाट प्राप्त गरेको कार्य मात्रै उसले आफ्नो जीवनमा प्रयोग गर्न सक्छ। यिनै नक्छो किराँत राईहरूको धार्मिक तथा सांस्कृतिक हरेक क्रियाकलापहरूमा अनिवार्यता रहन्छ। ल है हामीहरू आइपुग्यौं है भन्दै दुवैतर्फका पुर्खाहरू भलाकुसारी गर्छन्। चिवेन्दीले सबैलाई भेटौनी जाँड बाँडिदिन्छन्। दुवैतर्फको सम्पूर्ण सामग्रीहरू धामीले लगाउने लुगा, ढोल, झ्याम्टा, खुडा आदि सामग्रीहरूको क्षति नहोस्, नबिग्रियोस्, ननासियोस्, नहराओस्, हामी कोही पनि यो यात्रामा दुख विराम नहौं भनेर ती सबैलाई आफ्नो सुक्तुलु पिता पुर्खासँग बल माग्दछन्, पूजा गर्छन् अनि त्यसपछि मात्र त्यो हतियारहरूलाई प्रयोग गर्ने अनुमति दिन्छन्। गाउँभरिका मात्रै नभएर छिमेकी गाउँको नरनाता सबै रहरेहरू जम्मा भएर पहिर्याउने कार्य सुरु हुन्छ। कुबी नागिरेलाई प्रम्च्याउने पहिर्याउने कार्य सुरु हुन्छ। सबै मसुमे मधुमे ढोले झ्याम्टेहरू तालमा ताल मिलाएर ढोल झ्याम्टाहरू बजाइरहन्छन्। उहाँ श्री पदमबहादुर राई यसरी आफ्नो धार्मिक तथा सांस्कृतिक परम्परालाई 2022 सालदेखि नै निरन्तरता दिँदै आउनु भएको छ। त्यसअघि उहाँकै पिता श्री वर्णध्वज राई नक्छो नागिरे हुनुहुन्थ्यो। उहाँको मृत्यु 2021 सालमा भएपछि उहाँ पदमबहादुर राई नागिरे ननिस्कुञ्जेल 2022 सालसम्म खबचोहरूले मापा नक्छोहरूद्वारा नै आफ्नो धार्मिक परम्परालाई निरन्तरता दिएका थिए। उहाँ नक्छो निस्कनु अगाडि ब्रिटिस आर्मीमा भर्ती भएर पल्टने लुगा पनि प्राप्त गरिसक्नु भएको थियो। ब्रिटिस क्याम्पभित्रै अचानक उहाँलाई आफ्नो कुलपित्रले छोएछ। सायद बाख्राको मासुको लडछड भएर होला। उहाँ त्यतिखेर नै काम्नु भएछ। त्यसो भएपछि उहाँलाई भर्ती गराइएन र उहाँ गाउँ नै फिर्नुभयो। उहाँलाई आफ्नो कुलपितृले रुचाएको रहेछ। उहाँ 2022 सालमा लक्का जवान हुनुहुन्थ्यो। आफ्नो पिता वर्णध्वज राईको मृत्युपछि उहाँकै छोरा भतिज नै पुनः नागिरे नक्छो निस्कने निश्चित नै हुने कुरा ऐतिहासिक प्रमाणहरूबाट प्रष्ट थियो। उहाँको बाजे बराजुदेखि हालसम्मको बिजुवा चिन्ते धामी नक्छो नहुने यथावत छ। तर नागिरे नक्छो चाहिँ यस सन्तानबाट नै हुने परम्परा अनुसार स्वर्गीय नक्छो वर्णध्वज राईको छोरा भतिजो अन्य थुप्रै भए पनि खबचुहरूका नक्छोको लागि आफ्नो कुलपितृले उहाँलाई नै रुचायो। उहाँ नै खबचुको नक्छो हुनुभयो। तर आफ्नो उमेरको दौतरीहरू भने कोही ब्रिटिस सरकारको
त कोही भारत र नेपाल सरकारको सेना भए। कोही पढेर सरकारी जागिर खाएर हालसम्म आफू र आफ्नो परिवारसँग आरामको जीवन बिताइरहेका छन्। बुढेसकालमा पेन्सन खाइरहन्छन्, तर उहाँ आफ्नो धर्म, संस्कार र परम्परालाई कायम राख्न निरन्तर रूपमा वर्षैभरि गाउँमा नै रही सम्पूर्ण गाउँवासीको हितको लागि रही आउनु भएको छ। उहाँ वर्षमा करिब 3-4 महिना त वर्षैभरि आउने गाउँभरिका हरेक धार्मिक सांस्कृतिक क्रियाकलापमा नै बिताउनुहुन्छ। उहाँले यस्तो जीवन बिताएको करिब 3 दशक नागिसक्यो। तैपनि आफ्नो मृत्यु पर्यन्त आफ्नो कुलपितृले विश्वास गरेर दिएको जिम्मेवारी इमानदारिताका साथ निभाउने वचनबद्धता व्यक्त गर्नुहुन्छ।
यसरी यात्रा शुभारम्भ गर्न अगाडि परम्परा अनुसार पुर्खाहरूको सम्पूर्ण समूहलाई यात्रा गर्दा भोक तिर्खा लाग्ला बाटोमा किनमेल गर्नु है भन्दै परम्परागत चलन अनुसार प्रत्येक नक्छो ताङ्कु तोकाया मसुमे मधुमेलाई 1-2 रुपैयाँ बाटो खर्च साइचुनु शिर उठाउने गर्ने चलन छ। यसरी नक्छोलाई पहिराइसकेपछि सबैजना उठी नागिरे मापा ताङ्कु तोकाया मसुमे मधुमे सम्पूर्ण पुर्खाहरू लामबद्ध भएर सुक्तुलु चुलालाई 3 फन्को मारी त्यहाँबाट निस्केर अब दुमीहरूको 2 पगरी खबजुतर्फको हाल मुगाधन राईको घरतर्फ लाइतो लिन निस्कन्छन्। लाइतो लिन जाँदा सबैजना भएर धामीहरूसँग जान्छन्। लाइतो राख्ने आँगनमा सबै सामग्रीहरू छोडी धामीहरू ताङ्कु तोकाया मसुमे मधुमे लिएर घरभित्र पस्छन्।
नक्छो र घरको मूल मान्छे जो बाख्राको मासु खाँदैन गई लाइतोलाई झारेपछि फेरि यहाँ पनि सुप्तुलुलाई लाइतो बोकेर 3 फन्को लगाउनै पर्ने हुन्छ। यसको मतलब दुमी राईहरू आफू जे गर्दा र गर्न अगाडि कुलपित्र पिता पुर्खालाई सोधेर जानकारी गराएर मात्र आफ्नो कार्य सुसम्पन्न गर्ने गर्छन्। यसरी दुवै घरबाट लाइतो ल्याएपछि इङ्खुलुतर्फ लगिन्छ। इङ्खुलुमा हिजो देवी स्थानबाट ल्याइएको छुरुलाई गाडिन्छ। दुवै नक्छोहरूको घरबाट ल्याइएको लाइतोहरू इङ्खुलुमा राखिन्छ। इङ्खुलुलाई पूजा गरिन्छ। यहाँ नक्छोले बिरामीहरूको उकार पनि गर्ने गरिन्छ। किम्वदन्ती अनुसार गाउँमा मान्छेहरू, केटाकेटीहरू, बुढाबुढीहरू तथा रोगीहरूको सातो सहारा नपाएर उकार पाइन्छ कि भनी भौतारी रहेका हुन्छन् अरे। ती सातोहरूलाई कुबी नागिरेले देख्छन् अरे अनि फकाउँदै समातेर सुँघेर पहिचान गरी उसैलाई बोलाई त्यो सातो चोखो जाँडका साथ चिन्डोबाट खुवाउने चलन छ। त्यसरी खुवाएपछि त्यो मान्छे ठिक हुने जनविश्वास छ। अनि कोही दुख बिराम भइरहेको, कसैलाई सन्चो नहोला जस्तो भएका गाउँभरिको मान्छेहरूले यो लाइतो राख्ने थुम्सेमा बिरामीले प्रयोग गरेको कपडा, टोपी, बर्को, स्वेटर, माला जे भए पनि त्यहाँ राख्छन् र भोलि भूमिस्थानबाट फर्केपछि उसको जोखना हेर्ने चलन अद्यावधि छ। जोखना हेर्दा चोखो जाँडले छर्केर त्यो छुरुको पात टिपेर चिटपोट हेर्ने चलन छ। यदि त्यो पात उत्तानो घोप्टो बराबर भएमा राम्रो, तर उत्तानो मात्रै चिटै चिट, घोप्टै घोप्टो र पोटै पोट उत्तानै उत्तानो भए पनि नराम्रो भन्ने चलन छ। त्यसै अनुसार बिरामीको दिनदशा हेर्ने चलन छ र यो विधि अत्यन्त विश्वसनीय पनि रहिआएको छ। यसरी यो क्रम सकिएपछि नक्छोहरू आफ्नो सम्पूर्ण पहिरनहरू यहीँ खोल्छन् र आफ्नो सबै हतियार सामग्रीहरू पनि यहीँ छोड्छन्। यतिखेर रातको करिब 1-2 बजिसकेको हुन्छ।
फेरि भोलि भूमि स्थानमा गई भूमिको पूजा गर्नुपर्ने हुँदा सबै नाच्ने रहरेहरू पनि पुनः भोलि भेट्ने र धित मरुन्जेल नाच्ने बाचा गर्दै बिदा हुन्छन्। हिजो राति अबेरसम्म बस्नु परे तापनि आफूले पाएको जिम्मेवारी पूरा गर्न पुर्खाहरू, गाउँका युवाहरू, भूमि समितिहरू भोग तिर्खा निन्द्रा केही पनि नभनी आफ्नो कर्तव्य पूरा गर्न हौसलाका साथ लागि पर्छन्। सुङदेलको मूल पन्धेरोमा अरूले पानी नल्याई चोखो पानी ल्याई भरै भूमिलाई नुहाइदिनु पर्ने हुँदा आफू सफा सुघर भई केही पुर्खाहरू मूल पन्धेरोतर्फ लाग्छन्। फेरि आजै काटेको हरियो बाँसको ढुङ्ग्रो लिई त्यसमा पानी राखी त्यसमा फुलै फुलको बिर्को बनाई इङ्खुलुमा राख्छन्। अहिले करिब बिहानको 11 बजिसकेको हुँदो हो। गाउँभरिका मान्छेहरू आफ्नो वस्तुभाउलाई दिनभरिको लागि घाँस पानीको व्यवस्था गरी इङ्खुलुमा भेला हुन थालिसकेको हुन्छन्। पुर्खाहरू ताङ्कु, तोकाया, ढोले झ्याम्टेहरू फाटफुट्ट आइसकेका हुन्छन्। बिस्तारै इङ्खुलु मान्छेहरूले भरिन थालिसकेको हुन्छ। ढोल र झ्याम्टा त बिहानैदेखि बज्न सुरु भइसकेको हो। नाच्ने रहरीहरू पनि अघि नै भेला भएर नाच्न सुरु गरिसकेका हुन्छन्। जब किरात राई खबचु दुमीहरू यस भूमिमा पाइला हाले त्यही अवस्थादेखि नै दुमीहरूले आफ्नो परमदेव भूमिलाई मान्ने क्रममा भूमिको प्रतीक भूमिलाई यस ठाउँमा प्रतिस्थापन गरे। देवी स्थान जस्तै यस ठाउँ पनि बडो पवित्र ठाउँमा रहेको छ। यस ठाउँलाई पनि गाउँलेहरूले संरक्षण गरेर राखेका छन्। अन्दाजी करिब 250 वर्ष अगाडिदेखि यस ठाउँमा नै भूमि रहेको कुरा पुर्खाहरू अनुमान गर्छन्। यहाँ रहेको सिमलको रुख पनि पुर्खाहरूले थाहा पाएदेखि नै यस्तै थियो अरे। यहाँ अर्को लाँकुरीको रुख पनि थियो। आजभन्दा ठिक 45 वर्ष अगाडि त्यो लाँकुरीको रुख गाउँ नै थर्कने गरेर ढल्यो अरे। त्यसै साल हालको नागिरे कुबी श्री पदम बहादुर राईको पिता नै नागिरे थिए। उनी त्यसै साल बित्नु भएको थियो। यी रुखहरूको सुकेको हाँगाहरू समेत गाउँलेहरू उपयोगमा ल्याउँदैनन्। भूमि पूजा गर्ने बेला सरसफाई गर्दा मात्र अनि भूमि पूजाको प्रायोजनको निम्ति मात्र ती सुकेको दाउराहरू चलाइन्छ। अन्य बेला त्यहाँ गएर कसैले केही चलाएमा गाउँमा अनिष्ट हुने विश्वास छ। यसभित्र रहेको त्यो ठूला ढुङ्गाहरूको मुनि भूमि राखिएको हुन्छ। यसरी सबै गाउँवासीहरू, पुर्खाहरू, ताङ्कु, तोकाया, मसुमे, मधुमेहरू सबैजना भेला भएपछि भूमि स्थान प्रस्थानको लागि नक्सोहरूलाई पहिर्याउन सुरु गरिन्छ। नाच्नेहरू नाचिरहेका हुन्छन्, ढोलेहरू ढोल बजाउँदै उफ्रिरहेका हुन्छन्। भूमि स्थान जान त्यति ढिलो गर्नु हुँदैन, कारण आज भूमि पूजा गर्ने दिन भएकोले गर्दा ढिलो भएमा नक्सोहरू लिन नाग बाटोसम्म मुख फिजाएर आउँछन् भन्ने आम विश्वास गरिन्छ। तसर्थ भूमि स्थान जान छिट्टो गर्छन्।
अब भूमिस्थानतर्फ जान सबै तम तयार हुन्छन्। मौसमीहरू झ्याम्टा बजाउँछन्, ताङ्कु तोकायाहरू आफ्नो पुर्ख्यौली हतियार खुडा खरवा बोक्छन्। कोही सेउली, कोही चोखो जाँड, कोही चोखो पानी, भूमि पूजाको अत्यावश्यक सरसामानहरू सबैको हातमा हुन्छन्। नक्चोहरू अगाडि लाग्छन्, त्यसपछि मसुमे पुर्खाहरू पछि, ढोलेहरू ढोल बजाउँदै पछि लाग्छन्। यसरी नक्चोहरू बीचबीचमा उभिँदै भूमिलाई आफूहरू आएको जानकारी गराउँदै लिन आएको छ भने नागलाई चोखो जाँड अदुवाले पर्साउँदै पछि सार्नुपर्छ। यदि नक्चोहरूको अगाडि कोही हिँडेमा नागले डस्न सक्छ अरे, तसर्थ नक्चो अगाडि कोही पनि हिँड्दैनन्। भूमि स्थान पुगेपछि पुनः त्यो नागले भूमिलाई बेरेर राख्छ भन्ने नक्चोहरूको भनाइ छ। तसर्थ भूमिलाई नागबाट मुक्त गर्न ढोल झ्याम्टा बेसरी बजाउनुपर्छ। नक्चोले चोखो जाँड र अदुवाले छर्केपछि नागले बिस्तारै भूमिलाई छाडिदिन्छन्। अनि ती भूमिहरू गत साल जहाँ राखे पनि यो साल अर्को ठाउँमा पनि सर्न सक्छन्। तसर्थ नक्चोले कहाँ छन् भनेर पत्ता लगाई ती भूमिहरू उडेर हराउन पनि सक्ने हुँदा तिनीहरूलाई चोखो जाँडले छर्केर बन्देज गरिहाल्नुपर्छ। अनि यसलाई सुङबेलकुबाट ल्याएको चोखो पानीले धोइ गरी धाजाले बाँधी अबिरले रङ्गाई केराको पातमाथि राखी चोखो जाँड मदाम अदुवा बेसारले रङ्गाएको चामल अक्षताले यसको पूजा गरिन्छ। यसलाई पनि कुखुराको भाले पोथीले पूजा गरिन्छ। यहाँ रहेका केही भूमिहरू कुनै साल पूजा गर्दा गर्दै उडी हिँडेको नक्चोले देख्न सकेमा पक्रेर फेरि पूजा गरेर त्यही राखिदिन्छन्। भूमिलाई पुनः यथास्थानमा राखिन्छ। यतिखेर अन्य ठाउँमा गाउँमा चारै क्षेत्रबाट आइरहेको भूमिहरू पनि यस दिन गाउँको भूमि पूजाको माथिबाट दर्शन गर्न आउँछन् भन्ने आम विश्वास छ।
अनि यी ढुङ्गाहरूले छोपछाप गरेपछि सबैजना भएर फेरि भूमि राखिएको ठाउँलाई नक्छोहरूले मुनधुमबाट 3 फनको भूमि यसलाई बाँध्छन्। त्यसपछि नक्चोहरू बाहिर निस्केर विश्राम लिन्छन्। प्रत्येक गाउँबाट आएको रहरेहरू आआफ्नो समूह बनाई नाच्छन्। त्यहाँ पुर्खाहरू जाँड पानी खान्छन्, अरू सबैलाई दिन्छन्। त्यसपछि फर्कने तयारी गरिन्छ। फर्कने क्रममा यस भूमि स्थान क्षेत्रलाई सबैजना भएर 3 फनको घुम्दै नाच्छन्। घुमिसकेपछि सबैजना भूमि स्थानबाट पुनः इङ्खुलु अर्थात् मूल घरमा नै फर्कन्छन्, जहाँ हिजो सुरु गरेको ठाउँमा नै आउँछन्। सबै रहरेहरू पनि यतै आउँछन्। भूमि पूजा गरिसकेपछि भूमि स्थानतर्फ फर्केर भूमिलाई फेरि अर्को सालमा पूजौँला भनी बिदा माग्छन्। नागिरे नक्छोले
भूमिसँग बिदा माग्दैछन्। यहाँ नक्सोहरू आएपछि जालिम पूजा गरिन्छ। गाउँभरिका प्रत्येक घरघरबाट एक बोट मकैको बिरुवा, कोदोको रोटी, एक कठुवा जाँड ल्याई गाउँभरिका एकै ठाउँमा राख्छन्। सबैले ल्याइसकेपछि नागिरेले त्यस वरिपरि चोखो जाँडले छर्कदै घुम्छन्। प्रत्येक बोटको पूजा गर्दा जुन सबै बोटमध्ये एकवटामा सह बसेको हुन्छ, त्यो जुन घरको हुन्छ त्यस घरमा यो साल अन्नबाली सप्रेर अरू सालभन्दा बढी कमाइ हुन्छ। यो यथार्थलाई अहिलेको पुस्ताले पनि अनुभव गरेका छन्। यहाँ पूजा गर्न ल्याइएको मकैको बिरुवा जुन ठाउँबाट खनेर ल्याइएको हो त्यही लगेर पुनः रोपिन्छ। यसरी जालिम पूजा सकिएपछि पुनः सबैजना ठुलोतर्फ नै लागिन्छ। त्यहाँ पुगेपछि हिजो नै लाइतोमा राखिएको बिरामीले वा हरेक व्यक्तिले प्रयोग गर्ने कपडा वा सामान स्थानीय भाषामा लासो झिक्दै उसको जोखना हेरिन्छ। उसको दिनदशा कस्तो छ भनेर त्यही छुरुको पातबाट चिटपोट गरिन्छ र बिरामीको उकार अवस्था हेरेर गरिन्छ। सबै कार्यहरू सकिएपछि हिजो ल्याइएका लाइतो थुन्से राखिसकेपछि यसको नाम्लो पनि फुकाएर राख्ने चलन छ। नाम्लो फुकाएर नराखे
त्यहाँ रहेको सह जान्छ भन्ने पनि विश्वास गरिन्छ। यसरी पुर्याइसकेपछि पुनः नागिरे नक्चोको घरमा नै फिर्ता भई सबै गाउँभरिका अन्य किराँत राईहरूको नक्चो पुर्खाहरू भेला हुन्छन्। अब यस सालको भूमि पूजा सकिएको हुँदा नागिरे नक्चोले आफ्नो सम्पूर्ण पहिरन हात हतियारहरू सुक्तुलुको सामु खोल्दै हुनुहुन्छ। यहाँ सबै ताङ्कु तोकाया मसुमे मधुमे लगायत गाउँका पुर्खाहरू भेला भएपछि कुबी नागिरे श्री पदमबहादुर राईले यस सालको भूमि पूजा सकिएको अवगत गराउँदछन्। सबभन्दा काम गर्नेको र अघि सर्नेको जुनसुकै कुरामा गल्ती हुन्छ। हामीले तर गल्ती पनि छैन कि एउटा दिनसुकै तपाईँ हामीमा एउटा के हुन्छ भनेदेखि जुनसुकै कुरा पनि हामीले सबै कोहीले सम्झिनु पर्यो, गर्नु पर्यो। अब दिनदिनै चाहिँ भनिरहेर दिनदिनै कानमा फुकिरहेर हामीलाई हुने कुरा छैन हो कि। अलिकति अब सारिम चाहिँ सिकुमरी बसेको छ, म अल्मलिएको छु सिधै कुरा सुरुदेखि। अब अलिअलि यसो कोही कहाँनिर कोही चाहिँ हामी तलमाथि हुन्छौँ, त्यति मात्रै हो। 2-4 महिना अथवा तर हामी अलिकति उमेर पुगेको अथवा या के चाहिँ हाम्रो तपाईँ हाम्रो यो भित्र उसले चाहिँ हाम्रो अलिकति सिकुमरी बस्छ हेर्नुहोस्। अनि अरू त केही पनि अहिले छैन। यो चाहिँ सुनिराख्नु मात्रै हो, यो फरक पर्दैन, तलमाथि परिन्छ होला। तर अब हामी कबल गरेर आएको छौँ मर्छु भनेर हात जोडेर साह्रै राम्रो पानी बसाल्ने काम गरौँ अघि।
अब मापा नागिरे पनि सम्पूर्ण सहकर्मीहरूका साथ आफ्नो हात हतियार र पहिरनहरू थन्क्याउन आफ्नो घरतर्फ जान्छन्। यसरी सुक्तुलुसँग बिदा मागेपछि पुनः कुबी नागिरेकै घरतर्फ सबैजना जानुपर्ने हुन्छ। यसरी सकिएपछि सम्पूर्ण गाउँवासीको नक्चो, ताङ्कु, तोकाया, मसुमे, मधुमेहहरूको सुस्वास्थ्य र दीर्घायुको साथै यस सालको भूमि पूजा कस्तो भयो, गाउँघरमा के कस्तो घटना हुन्छ, कोही मरौ परौ भइन्छ कि भन्दै यी फुल्दै गरेको कुखुराले सम्पूर्ण गाउँको दिनदशा हेरिन्छ। यो पोथी कुखुरालाई पर्छ्याउनलाई यसरी छोडिन्छ र पोथी राम्ररी पर्छेपछि यसलाई काटेर छोडिन्छ। काटेर छोड्दा यो कुखुराको टाउको उभो शेर कुनातिर फर्केमा गाउँमा त्यस्तो नराम्रो केही हुँदैन। यदि उधोतिर फर्केमा गाउँभित्र केही नराम्रो हुन सक्छ। जे भए पनि गाउँमा के कस्तो घटना हुन्छ त्यसबारेमा छलफल हुन्छ। आफ्नो मनमा लागेको कुराहरूको चर्चा गरिन्छ। यी सम्पूर्ण क्रियाकलापहरूलाई पुर्खाहरू मलनु भन्ने गर्दछन्। त्यसपछि पुर्खाहरू छुटिन्छन्। तर आजको रात पनि रहरेहरू निम्तालुहरू रातभरि नाचिरहन्छन्। यो मालिका देवी रहेको स्थान ओडा नम्बर 9 खरबारी गाउँको पुछारमा गार्देल भन्ने ठाउँमा रहेको छ। पुर्खाहरूको भनाइ अनुसार यस देवीको पूजा गर्न अगाडि यहाँ वर्षै पछि पहिरो गएकै गर्ने। यसरी पहिरो जाँदा जाँदा गाउँ नै सङ्कट परिसकेको अवस्थामा वरिपरि जताततै पहिरो भए तापनि यस देवी स्थान रहेको डाँडामा भने पहिरोले क्षति गर्न नसकेको र नक्छोहरूले पनि यस ठाउँमा मालिका देवीको उत्पत्ति भएको ठहर गरी यस ठाउँमा वर्षै पछि वैशाखी पञ्चमीको दिन पूजा गर्न थालेपछि यस गाउँमा नै बाढी पहिरो जान रोकिएको कुराहरू पुर्खाहरू बताउँछन्। देवीसँगै यहाँ पनि सिकारीहरू रहेका छन्। यी सिकारीहरूलाई पनि आज वैशाखी पञ्चमीको दिन कुखुराको भाले र पोथीले पुजिन्छ।
गाउँभरिका सबैजनाले ल्याइ नपुर्याइन्जेलसम्म देवीस्थान सिकारी स्थानहरू सरसफाई गरिन्छ अनि गाउँबाट सबै अक्षता भेटी आइसकेपछि पुजारीहरू पूजा गर्न सुरु गर्छन्। यस मालिका देवीलाई पनि गाउँलेहरू भल बाढी पहिरो असिना पानी रोकी माग्छन्। यहाँ पनि गाउँभरिका मान्छेहरूले सालन्य बाख्राको पाठी चढाएर आफ्नो खेतीपाती संरक्षण गर्नको लागि बिन्ती भाउ गर्छन्। यस ठाउँ वरिपरि खेती हुनेहरूले कुनै साल देवीलाई भाकल गर्न वा पाठी चढाउन भुलेमा त्यस साल आफ्नो खेतीपातीमा जंगली जनावरहरूले दुःख दिने खेती लगाउने समयमा ठूलो बाढी पहिरो आई खेती लगाउन र उठाउन असहज हुने हुँदा त्यतिखेर नै मालिका देवीको पुनः भाकल गरेमा शान्ति भई खेती गर्न सहज हुने कुरा गाउँलेहरू बताउँदछन्। त्यसैले पछि दुःख पाइएला भनेर अगाडि नै मालिका देवीको भाकल गर्छन्। यसरी मालिका देवी र सिकारीहरूको पूजा गरिसकेपछि सबैजना देवी र सिकारीलाई चढाइएको बाख्राको पाठी र कुखुराको प्रसाद खान देवी स्थानमाथि खेतमा भेला हुन्छन्। यहाँ पनि आफ्नो घर घरबाट भात ढिँडो ल्याएर सबैजना आउँछन्। ठिटाहरू केटाकेटीहरू बाख्राको पाठीको मासु अलग्गै पकाइएको हुन्छ, त्यसलाई बाँडीचुडी खान्छन्। पुर्खाहरू बाख्राको मासु नखाने हुँदा लडछड हुन्छ कि भनेर अत्यन्तै जोगाइन्छ। यो चाहिँ के भनेदेखि यो जब हाम्रो सिमे भूमे सबै देवी देउराली गरिसकेपछि संसारीलाई हामीले गाउँ गइरहँ उठेर चाहिँ जम्मै गर्ने यो चलन रहेछ र यो अहिले आएको छौँ हामी। अनि अब संसारी माईको पूजा गर्न बाँकी रहेको हुँदा सो पूजाको लागि कन्ने केटाहरूको आवश्यक पर्ने हुँदा ती केटाहरू पनि यही नै चयन गरिएको हुन्छ। चयन भइसकेपछि देवीलाई चढाइएको बाख्राको पाठीको खुट्टा खान दिई उनीहरूलाई जोगी भएर गाउँ घुम्नको लागि मजबुत बनाइन्छ। सुङदेलकोमा चाहिँ पहिरिएर यहाँको यो सुबुकुले छर्की पठाएर जम्मै चाहिँ गाउँघरको छाड्नु छेर्नु अगाडि त्यस्तो हुने, अहिले यो गरेपछि जम्मै चाहिँ के अरे त्यो हावा मार्कीले लाने भनेर चाहिँ अगाडि पुर्खाहरूको कहनी अहिलेसम्म भइराखेको पनि छ। त्यसपछि सबैजना गाउँलेहरू मूल पन्धेरोतर्फ लाग्छन्। यहाँ आएपछि यी 6 जना केटाहरूलाई कोही जोगी बनाउन सिँगार्न थाल्छन् भने कोही उनीहरूलाई गाउँ घुम्दा दिएको अक्षता भेटी बोक्ने बाँसको चोयाका मौला तयार पार्छन्। संसारीले यो जम्मा तरावर लिएर हिँड्ने उयो संसारी माई चर्छ। यो त्यो झुङ्गी बोकेको हुन्छन्, भिक्षा माग्ने, त्यो घर घर गएर त्यो भिक्षा उठाउने यो जोगीले जब त्यो फुल फलेदो अक्षता भेटी तयारी आज गरिराखेछन् घरै घर गन्ती। ती जोडीहरूलाई चोखो पानीले नुहाई धुवाई गरिदिइसकेपछि कमेरो माटोले जिउभरि पोतिदिएर सेतै बनाइन्छ। कोइलाले जिउमा त्रिशूल र जुङ्गा बनाइदिएर यी ठिटाहरूलाई हनुमान बनाइन्छ। हातमा भलायोको रुखको खुडा दिएर हतियारबद्ध बनाइन्छ। उनीहरूलाई गाउँ घुम्ने कामको जिम्मेवारी दिइन्छ। एक पैसा अनि फुल अक्षता भेटी गरेर चाहिँ जम्मै चाहिँ तयारी गरेको छ। चोखो पानी गरिराखेका छन्। यो 2-2 जनाको टोली एक समूह गाउँको सिरानबाट, अर्को समूह गाउँको बीच भागबाट भने अर्कोलाई गाउँको पुछारबाट पठाइन्छ। यसरी उनीहरूलाई पठाउनु अघि पुर्खाहरूले उनीहरूलाई सम्झाइन्छ। उनीहरू गाउँ डुल्दा कसैसँग पनि बोल्न हुँदैन, कुनै घर छाड्न हुँदैन। गाउँलेले दिएको अक्षता भेटी सबै संसारी माईको थानमा जम्मा गर्नु भन्ने सम्पूर्ण जानकारी गराइसकेपछि उनीहरूलाई चोखो पानीले पर्छ्याई बिदा दिइन्छ। उनीहरू बेतोडले हिँड्छन्, हेर्दा हेर्दै डाँडा काट्छन्। गाउँका प्रत्येक घरमा उनीहरूको प्रतीक्षा गरिएको हुन्छ।
घर घरमा चोखो पानी र फुलले पर्छ्याएर अक्षता भेटी दिई पठाइन्छ। ती जोगीहरूले भेला पारेका अक्षता भेटीले संसारी माईको पूजा गरिन्छ। खास गरेर संसारी माईको पूजा गाउँमा रोग व्याधि हैजा देशानहरू नआओस्, यदि आएमा ती रोगहरूलाई हराउने शक्ति गाउँवासीलाई प्राप्त होस् भनी संसारी माईसँग बाख्राको पाठी, कुखुराको बास्ने भाले पोथी र एकजोर परेवाले पूजा गरिन्छ। संसारी पूजा संसारै बिथोल्ने महामारी रोगलाई तह लगाउने, धेरै लामो समयसम्म पानी नपरी खडेरी लागि बाली नाली सुक्ने, नयाँ बाली लगाउने बेला बाँझो खन्ने समय भएको हुँदा पानी नपर्दा उठ्ने महामारी व्याथा रोग व्याधिहरूको निर्मलीकरणको निमित्त दुमी किरात राईहरूले वार्षिक रूपमा वैशाखमा संसारी माईको पूजा गर्दछन्। ठिटाहरूलाई जोगी बनाई गाउँटोलको घर घरमा पठाइन्छ। गाउँघरको व्यथा रोगहरू जाओस् भन्नाको खातिर संसारी माईको नाममा भेटी, अक्षता, ध्वजा र फूलहरू ती जोगीहरूले उठाएपछि पूजा स्थलमा भेला पारिन्छ। संसारी माईसँग रोग व्याधिहरू हटाई माग्दै गाउँघरका पुर्खाहरू पानी माग्छन्। संसारी माई साँच्चीकै छ्याती हुने भएकोले त्यतिखेरसम्म गाउँमा पानी नपरिछ भने पनि त्यस दिन अवश्य गाउँमा पानी पर्दछ। गाउँमा भएको धुलो मैलो, खोला खोल्सी, कुना कन्दरातिर कुही सढी बसेको गन्ध हड्डी कुड्डी सबै बगाएर लैजान्छ र भूमि मातालाई सफा सुघर बनाई वातावरणलाई निर्मलीकरण गर्दछ, जसले गाउँवासीलाई सुस्वास्थ्य प्रदान गर्दछ। त्यसैले यी गाउँवासीहरू संसारी माईलाई सालन्ने वैशाख पञ्चमीको दिन बाख्राको पाठी, कुखुराको भाले र एकजोर परेवाले पूजा गर्दछन्। गाउँभरिबाट उठेका यी भेटी यही छोडिन्छ। यो उठाएर कसैले लगेमा लैजाने मान्छेको मृत्यु नै हुने गरेको कुरा पुर्खाहरू बताउँछन्। यसरी संसारी माईको पूजा गरिसकेपछि सबै गाउँलेहरू अर्को साल पूजा गर्ने बाचाको साथ यस सालको उभौलीको बीट मार्दछन्। यस सालभरि नाचिएका सिल्लीहरूको पनि बीट मार्नुपर्ने हुँदा संसारी माईको पूजा गरिसकेपछि नक्छोको घरमा नै सम्पूर्ण गाउँभरिको रहरेहरू भेला भई सिल्ली मार्छन्।
त्यसपछि यस गाउँका सम्पूर्ण ढोल झ्याम्टाहरू थन्काइन्छ। गाउँभरिका सबै रहरेहरू अर्को साल फेरि नाचुला भन्दै बिदा हुन्छन्।